हामीले यसमा जहाँ भट्ट उम्रेको छैन र त्यो ठाउँमा हामीले भट्ट फेरि डोब्दैछौँ। र जस्तो यहाँ हामीले भट्ट केही छरेका थियौँ, कोही ढिकुरले खायो र कोही अलिकति झार सानो भएको ठाउँमा उम्रिँदैन होइन। जस्तो त्यहाँ झारहरू अलि भएको ठाउँमा हामी छरिदिएका थियौँ, झार अलि सानो भएको ठाउँमा त्यति छरिएन र यसरी उम्रेको ठाउँमा परेन, नउम्रेको ठाउँमा चाहिँ हामीले यसरी काम सुरु गरेका छौँ। र यसो गर्दाखेरि अब तपाईँको चाहिँ नि अब कोदो र मकैबाट धेरै फाइदा नभएको हुँदा टक्क अब एकचोटि हिले बाँझोमा मल हालेर मकै छरिदिने, अनि त्यसपछि अब कोदो रोप्न पनि अब बिउरा अनेक तनाव र कोदो धेरै गाह्रो खेती हो। त्यसपछि यसमा भट्ट रोपिदिएपछि अब मकै भट्ट गरिदिएपछि अनि मास भट्ट मकै यस्तो चिजहरू गरिदिएपछि फाइदा पनि हुन्छ, राम्रो चाहिँ इन्कम पनि हुन्छ। र त्यही अनुसार अहिले चाहिँ हामी अब यो मकै र भट्ट खेतीमा लागेका छौँ। र हाम्रो यहाँ बहिनीहरूले एउटा डोब्दै पनि हुनुहुन्छ। यसरी चाहिँ त्यहाँ डोबेको नानु त्यो डोबेको पत्तालाई त्यो क्याप्प अहिले खनेको मात्रै हो क्या। त्यसरी हेर्नु पऱ्यो, फेरि बाक्लो हुन्छ। यसरी अहिले हामीले भट्टहरू डोबेका छौँ। यसरी डोब्दाखेरि हामीले नभिजाइकन डोब्दा पनि हुन्छ चिसो माटोमा। अब हामीले अहिले भट्ट भिजाएर अलिकति हामीले त्यो झारमा छर्नको लागि रेडी बनाएका थियौँ। अलिकति भट्ट रह्यो, रहिसकेपछि अब हामीले यसरी ट्याक डोब्दैछौँ। र त्यसो डोबिसकेपछि कोही उम्रेको छ, कोही नउम्रेको खाली ठाउँमा हामीले सर्लक्क गरिसकेपछि भोलि मकै निकाल्दा यसमा फेरि भट्ट सर हुन्छ। त्यसपछि भट्टको पनि अब सेलेक्टिभ हर्बिसाइड पाइयो भने पछि यहाँ कुरा गर्दैछु, त्यसपछि हामीलाई गोड्नै पर्दैन भट्ट पनि, सजिलैसँग हामीले गर्न सक्छौँ। र अब यो मकै पनि धेरै राम्रो भएर आउँदैछ। अब चाहिँ धेरै छिटो र हुत्तिएर आउँछ, किन भन्दाखेरि झार लगभग कुन लायो, अब एक दुईचोटि पानी आइदियो भने अब यो मकै चाहिँ नसोचेको एकदम राम्रो हुन्छ है। अब हिजोको भन्दा आजको भन्दा भोलि राम्रो हुँदै गएको छ। र यसले समग्रमा राम्रो गुवा हाल्छ कि तपाईँको यो धेरै पटक खनियो अनि यसको जरा काटियो भनेदेखि राम्रो हुँदैन, त्यो बुझेका छैनन् मान्छेले। जमिनमा मल चाहिँ हुनुपर्छ, मल राम्रो छ भने हामीले अब सेलेक्टिभ हर्बिसाइडकै प्रयोगले मकै उत्पादन गर्न सकिन्छ। यो यसमा खन्दाखेरि पनि कहिल्यै पनि यत्तिको राम्रो भएको थिएन, तर अहिलेबाट चाहिँ हामीले तरिका लगाइयो, थोरै मलमा पनि हामीले यो उत्पादन गर्दैछौँ।